हामीले चाहिँ यहाँ कन्तीमा दुध बसालिसक्यो अनि तलबाट आगो बल्दैछ। कुराउनी बनाउने दुध चाहिँ यति भएको छ गाइस। एक कन्ती छ, यत्रो कन्तीको, ठुलो कन्तीको एक कन्ती छ। लगभग 2 घन्टा जति पकाउँदा चाहिँ यो घटेर अलि तल पुगेको छ। अब लगभग अझै 2 घन्टा जति पकाउनु पर्छ यसलाई। गाइस लगभग 3-4 घन्टा पकाएपछि हामीले पिठो हाल्यौँ अनि त्यसपछि पिठो हालेपछि चाहिँ यो टक्क अलि भर्खर बन्न लाग्यो है। यो चाहिँ अब बन्न लाग्यो, लास्टै उम्लिराख्यो। मैले पोल्न पनि सक्छ हातहरू। लास्टै उम्लिरहेछ। यो बन्न लागिसक्यो है हात। अब चाहिँ हामी त्यो कुराउनीमा यो गुद हाल्छौँ एकछिनमा। कुराउनी बन्ने चाहिँ यो अन्तिम स्टेजमा हो। अन्तिम स्टेजमा पुगिसक्यो यो कुराउनी। अब त्यो गुद हालेपछि यो कुराउनी नि बन्छ। हामीले चाहिँ गुद यहाँ कुराउनीमा हालिसक्यौँ। अब यो 5-10 मिनट लाग्छ यो अब बन्नलाई। कुराउनी चाहिँ 4 बजीदेखि बनाउनु थाल्यो, अहिलेसम्म बन्दैन। अनि अब चाहिँ रात परिसक्यो, 8 बजिसक्यो। अहिले चाहिँ 4 घन्टा भइसक्यो। अहिले चाहिँ बन्ला जस्तो भइसक्यो। अब चाहिँ बन्न लागिरहेको छ यहाँ कुराउनी टक्क। अब चाहिँ त्यही 5 मिनट जतिमा यो तयार हुन्छ। अनि त्यहाँबाट म चाहिँ खाएर देखाउँछु अनि सुत्न जान्छु। कुराउनी चाहिँ पाकिसक्यो। अनि त्यहाँबाट यो चाहिँ यस्तो मिठो हुन्छ नि गाइस, खाँदाखेरि वाह यस्तो खतरा हुन्छ नि गाइस। अब चाहिँ म टेस्ट गर्न जाँदैछु है, कस्तो रहेछ खाएर। वाउ गाइस यति मिठो भएको छ नि म भन्नै सक्दिनँ क्या, खतरा मिठो भएको गाइस। अनि केको टार्गेट राख्छौँ, सक्नुहुन्छ भने पुरा गरिदिनु होला। थ्याङ्क यू गाइस।